काठमाडौँमा सनसनी मचाएर बालेनले राजधानीमा बढाए चहल पहल, उम्मेदवारलाई दिए यस्तो निर्देशन। जे सकिन्छ त्यो मात्रै बोल्नु, झुटा प्रतिबद्धता जाहेर नगर्नु भन्नुभएको छ। मैले पनि भने जति गर्छु त्यति मात्रै बोल्छु, जति गर्न सक्छु त्यति मात्रै बोल्छु भनेर आएको छु। हामी ठुलो प्रतिबद्धता गर्दैनौँ। 2 करोड 90 लाख भन्दा बढी नेपाली जनताले नै बालेनजीलाई हेर्न चाहनु भएको छ। एक दिनमै 6 वटा जिल्ला भ्याएर आउनु भएको छ। त्यसले गर्दाखेरि काठमाडौँको उपत्यकालाई नै समग्र रूपमा काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै समेटेर कसरी हामीले बृहत, जसरी जनकपुरमा हामीले काम गरेको थियौँ त्यसरी नै एकदम बृहत आमसभा कसरी गर्ने भन्ने खालको हिसाबमा पनि थियो। जे गुनासो गर्नु भएको छ त्यो गुनासो सबै हामी समाधान गर्न सक्छौँ, किनभने सरकार हाम्रो बहुमतको सरकार बन्दैछ, चाबी हाम्रो हातमा आउँदैछ, ढुक्क भएर गर्नुहोस् भन्नुभएको छ। उहाँले देश दौडा नै गरिराख्नु भएको छ, तपाईँहरूलाई थाहा नै छ। सकेसम्म धेरै स्थानमा उहाँ उपलब्ध हुनुहुन्छ। उहाँले मसिनो ढङ्गले पुरा गर्न सक्ने एजेन्डा मात्रै लानुहोस्, पुरा गर्न नसक्ने एजेन्डा नलानुहोस्। कृषिका कुरालाई प्राथमिकता दिनुहोस्। स्वास्थ्य, शिक्षा, रोजगारी, उत्पादन, सुशासन र जीएनजी पुस्ताले जुन अपेक्षा गरेको एजेन्डालाई स्थापित गर्नको लागि केन्द्रित हुनुहोस् भन्नुभएको छ। अब घर दैलो जाँदै गर्दाखेरि कसरी जाने र सँगसँगै चाहिँ उहाँलाई नै सँगै लिएर जाँदाखेरि जस्तै अब सोनिमजी एकचोटि, बालेनजी एकचोटि र त्यसपछि अब रविदा एकचोटिदेखि लिएर अब कुन कुन ठाउँमा कसरी लग्ने भन्ने खालको हिसाबमा टाइम एकदमै थोरै छ। दर्शकवृन्द, पूर्व घुमेर हिजो मात्र काठमाडौँ फर्किएका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले आज राजधानी केन्द्रित चहल पहल बढाएका छन्। ज्वागल स्थित आफ्नो सचिवालयमा विभिन्न क्षेत्रका रासोपा उम्मेद्वारहरूलाई भेटेर विभिन्न निर्देशन र भलाकुसारी गरिरहेका छन्। आज राजधानी केन्द्रित कुराकानी सकाएर भोलि नै सुदूरपश्चिम जाने कार्यक्रम रहेको छ। यस्तो व्यस्तताको बिचमा झापामा गएर लड्नु भएको छ मेरो पार्टीको वरिष्ठ नेता। चुनावी रणनीति कसरी जाने भन्ने खालकोमा अब मतान्तर कसरी बढाउने भन्ने खालको हिसाबमा चाहिँ भएको थियो। मलाई हिजो बेलुका सचिवालयबाट फोन आयो। म काभ्रेको मैदानमा थिएँ। मेरो पार्टीका वरिष्ठ नेता जो मिसिरहँदाखेरि नेपालको राजनीति र विश्व राजनीतिमा तरङ्ग आएको छ, उहाँले भेट्न डाकेपछि म हिजो बेलुका नै काठमाडौँ फर्केँ। अहिले भर्खर मैले भेटेँ। उहाँसँग भेटिरहँदा उहाँले उत्साह दिनुभएको छ मलाई, त्यहाँको योजना सोध्नु भएको छ मलाई, त्यहाँको क्षेत्रगत अवस्था सोध्नु भएको छ, अरू उम्मेदवारहरू सोध्नु भएको छ। मैले सबै कुरा उहाँलाई ब्रिफिङ गरेँ। निर्वाचन जितेर आउनको लागि भन्नुभएको छ। म उत्साहित ढङ्गले मैले भनेको छु तपाईँलाई राष्ट्रपाले एक्लै स्पष्ट बहुमत ल्याउनको निम्ति एक मत काभ्रे क्षेत्रमा 2बाट मत दिनेछु। तपाईँ दृढ हुनुहोस्। त्यो पनि झिनो मतले होइन, ठुलो मतान्तरले जितेर आउनेछु। यो सारा सपना पुरा गर्न पर्नेछ भनेर मैले प्रतिबद्धता व्यक्त गरेँ। 2079 सालको चुनाव हुँदै गर्दाखेरि त्यतिखेर बालेनजीको टिम सहित हामी काठमाडौँ क्षेत्रमा एकमा हिँड्दै गर्दाखेरि मैले एउटा कुरा भनेको थियो, बालेन रवि हामी सँगै छौँ भन्ने खालकोमा। त्यो बेलादेखिको एउटा इच्छा, जसरी गणेश कार्कीसँग हामीले सुरुवाती दिनमा म, रवि दाई र गणेश कार्की टिम बालेनको तर्फबाट चाहिँ ल सबै हामी सँगै जानुपर्छ भन्ने खालको त्यो बेलादेखि वार्ता गरेर एउटा इच्छा थियो होइन। बालेनजीलाई आज जसरी प्रधानमन्त्रीको रूपमा पार्टीले अगाडि बढाएको छ, त्यो इच्छा, त्यो मनोकामना चाहिँ 79 को इलेक्सनदेखि थियो। आज प्रत्यक्ष रूपमा अब योभन्दा अगाडि भेट पनि भएको थियो, तर एउटै पार्टीको रूपमा एउटै अब मेरो प्रधानमन्त्री र वरिष्ठ नेताको रूपमा भेट्दै गर्दाखेरि उहाँले एकदमै, हामी छोटो समय भेटघाट भए पनि एकदमै सौहार्दपूर्ण र सँगसँगै उहाँको एउटा जुन कन्फिडेन्स छ जितिन्छ भन्ने खालको हिसाबमा भर्खरै पनि म घरदैलोबाट आएको छु, शिवपुरी डाँडाबाट, त्यहाँको अब मन्दिरबाट गुलानीकण्ठको आशीर्वाद लिएर आएको छु। र मैदानमा एकदमै त्यो माहौल छ, जुन देशव्यापी माहौल छ, त्यो माहौल हामीले काठमाडौँ क्षेत्रमा 4मा चाहिँ पाएको छौँ। विषयवस्तु चाहिँ के थियो? विशेष गरी आज भेटघाटको उद्देश्य केही त थियो होला? रणनैतिक रूपमा त्यहाँको जुन योभन्दा पछिल्लो उम्मेदवारहरू जो उठ्नु भएको थियो, जित्ने हार्ने, र जुन उहाँहरूले जुन मुद्दाहरू एजेन्डा उठाइराख्नु भएको थियो, र अहिले त्यो ग्राउन्डमा गएर हेर्दै गर्दाखेरि र पछिल्लो समय त्यो ठाउँको वास्तविकता बुझ्दै गर्दाखेरि त्यो झुटो आश्वासनहरू मात्र देखियो होइन। अझै पनि हेर्नुहोस् त 25 वर्षसम्म सुप्रभा घिमिरेदेखि 3 चोटिसम्म जुन उम्मेदवारले अहिलेसम्म जित्नु भएको थियो, अहिले पनि खोलाकै समस्या, अहिले पनि तपाईँको बाढीको समस्या, अहिले पनि तपाईँको बाटोको समस्या, अहिले पनि तपाईँको बागमतीकै समस्या भन्ने कुराहरू छ होइन। त्यो कारणले गर्दाखेरि जसरी मेयर बालेनज्यू जुन आफ्नो कार्यकालमा काम गर्दै गर्दाखेरि त्यहाँको नागरिकहरूले चाहिँ अब बालेनजीदेखि लिएर अब साथीहरू आउँदै गर्दाखेरि चाहिँ जहाँसम्म लाग्छ यो समस्या चाहिँ जुन 20औं-25औं वर्षदेखि थियो त्यो समाधान हुन्छ भन्ने खालको ठुलो आशा चाहिँ राख्नु भएको छ। प्रत्यक्षमा पनि समानुपातिकमा पनि निर्धक्क भएर घन्टीमा भोट गर्नु होला यहाँहरूले, किनभने हामीले गत निर्वाचनमा र गत सांसद जुन एउटा हामी संसदमा हुँदै गर्दा 79 सालको जुन 3 वर्ष हामी संसदमा रह्यौँ, हामीले धेरै काम गर्ने कोसिस गऱ्यौँ पनि कति, तर कति अधुरा रहे। र त्यो अधुरो रहनुको एउटा कारण के थियो भने हामीसँग सङ्ख्या पुगेन। हामी 21 जना
जना मात्र थियौँ। आज हामीसँग 138 जना कम्तीमा हामी उम्मेदवारहरू हामी जितेर राष्ट्रपाबाट जान सक्यौँ भने एकल सरकार बनाउन सक्छौँ। हामीले कसैसँग गठबन्धन गरिराख्नु पर्दैन। गठबन्धन गर्नु परेपछि के हुन्छ भने कम्प्रोमाइज गर्नुपर्छ के, सम्झौताहरू गर्नुपर्छ। हामीले भने जस्तो ठ्याक्कै काम गर्न पाइँदैन। त्यसैले म आम नेपाली जनतालाई फेरि पनि अनुरोध गर्न चाहन्छु, देश तथा विदेशमा रहनुभएका सबै नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू म हात जोडेर अनुरोध गर्छु, निर्धक्क भएर जहाँ जहाँ तपाईँले घन्टी देख्नुहुन्छ मतपत्रमा त्यहाँ निर्धक्क भएर घन्टीमा छाप हान्नुहोला। किनभने सरकार हामीले बनाउँदैछौँ र 5 वर्षमा मात्र 5 वर्षमा हामीले बहुमतको सरकार बनाएर काम गर्न सक्यौँ भने जनताको सरकार कस्तो हुन्छ हामी देखाउँछौँ। तपाईँको क्षेत्र नम्बर 3 मा ललितपुर खास गरेर त्यहाँ चाहिँ बालेनजी क्याम्पेनमा जाने कुराहरू केही भएको छ? कुरा भइरहेको छ, तर मैले आफूले पनि बुझ्नुपर्छ र ललितपुर 3 नम्बर का आम नेपालीले पनि जनताले बुझ्नुपर्छ होइन। बालेनजीलाई अरू धेरै ठाउँमा जानुपर्ने छ होइन। म सकेसम्म उहाँ यहाँ उपस्थित हुन कोसिसै गर्नुहुन्छ। अहिले उहाँको सचिवालय नै ललितपुर 3 नम्बर क्षेत्रमा छ। यो त हामी सौभाग्य भन्नुपर्छ हाम्रो होइन। ललितपुर 3 नम्बर क्षेत्रमा नै उहाँले सचिवालय देवानदेखि नै सञ्चालन गरिराख्नु भएको छ। पछि पनि सचिवालय यहीँ नै एउटा सहायक सचिवालय रहि नै हाल्छ। त्यही भएर हामीले बालेनजीलाई हरेक घरमा हरेक ठाउँमा चाहिँ उपस्थित गराउन नसके तापनि हामीले के बुझ्नु पर्यो भने रविजी र बालेनजीलाई देशको अरू ठाउँमा चाहिँ हामीले पुर्याउनको लागि मद्दत गर्नुपर्छ। ललितपुर 3 नम्बरमा त म आफू पनि छु होइन। हामीसँग जगदीश खरेल हुनुहुन्छ 2 नम्बरमा, 1 नम्बरमा बुद्धरत्न महर्जनजी हुनुहुन्छ। त्यसैले हामीले हरेक नेतामा चाहिँ आफ्नो एउटा प्रतिनिधित्व देख्न सक्नुपर्छ पनि भन्छु। जस्तै तोसीमाजी एउटा बिहानदेखि बडो चर्चाको विषय पनि आयो। क्याम्पेन चलिरहेको बेला, उहाँको देश दौडान चलिरहेको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खुला सार्वजनिक बहसको लागि आह्वान गर्नुभएको छ, आमन्त्रण गर्नुभएको छ। बालनजीले उहाँकै पोस्टमा चाहिँ कमेन्ट गरेर अस्वीकार गरेको देखियो। किन चाहिँ सार्वजनिक बहसमा आउन नखोज्नु भएको तपाईँहरूको वरिष्ठ नेता बालेन्द्र शाह? यस्तो हुन्छ, यो चुनावी रणनीतिहरू चाहिँ मैले अहिले यहाँ खुलाउन चाहिनँ। उहाँहरूसँग मेरो व्यापक रूपमा छलफल भइ नै रहेको छ है। त्यो विषयलाई लिएर के भन्नुहुन्छ? उहाँले बडो सौहार्दपूर्ण वातावरण आमन्त्रण गर्नुभएको छ केपीजीले होइन। यस्तो छ, यो तपाईँहरूले पनि आधिकारिक रूपले हाम्रो प्रधानमन्त्रीज्यूकै सचिवालय मार्फत जानकारी लिन सक्नुहुन्छ। यसमा चाहिँ मैले धेरै कुरा केही बोलिनँ। मतदाताहरूको अहिलेको मनस्थितिलाई कसरी हेर्नु भएको छ तपाईँले यतिको क्याम्पेन गर्दै? मलाई चाहिँ के लागिरहेछ भने आम नेपाली जनताले फागुन 21 कुरेर बस्नु भएको छ। कुन बेला गएर घन्टीमा छाप हानिहालौँ भनेर त्यो स्थिति छ। र हाम्रो अगाडि यो अवसर मात्र होइन, जिम्मेवारी पनि छ। हामी ठुलो हुँदै गर्दा, पार्टी ठुलो हुँदै गर्दा आम नेपाली जनताको एउटा विश्वास चाहिँ ठुलो रूपमा होइन गर्दै गर्दा हाम्रो काँध भारी पनि भएको छ। यो जिम्मेवारीलाई हामीले बोक्नुपर्नेछ र जेनजी आन्दोलनमा शहीद हुनुभएका र घाइते हुनुभएका सम्पूर्ण परिवार र उहाँहरूको बलिदान, उहाँहरूको योगदानको सम्मान हुने गरिकन हामीले यो सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको एजेन्डाहरूलाई स्थापित गर्नुपर्छ। युथहरू मात्रै होइन कि चन्द्रबाबुको बारेमा तपाईँहरू आफ्नो बारे मात्रै होइन, एकपटक भेट्न चाहनु एकदमै सकारात्मक होला भन्ने जाने चन्द्रबाबुको बारे चाहिँ तपाईँ ठिक छ। उहाँ चाहिँ प्रशान्त प्रशान्त लुक्रे